यहाँतिर जाँदैछ। मौसमको अवस्था यस्तो छ, मौसम बिग्रेर घुम्ने बानीको मौसमको अवस्था चाहिँ यस्तो छ। पानी छ बिजोक ढुङ्गा यसो भाले ढुङ्गा हो भाले ढुङ्गा। घुम्ने पनि देवीथान पोखरी जाने गेट चाहिँ यहाँबाट छ। अब हामीले पोखरी नजिक छौँ करिब पोखरीमा यस्तो सबै कम्पाउन्ड घेरा भइसकेको छ। यहीँबाट सुरु भएको यहीँबाट चाहिँ सुरु
पोखरीहरू चाहिँ जम्मै तल्लदेखि सबै गुन्युवानी पोखरी कम्पाउन्ड घेरा भइसकेको छ पहिले नै। आज सबैभन्दा मौसम बिग्रियो, आजसम्म यस्तो मौसम बिग्रिँदैन थियो। जे भने यहाँ आज कार्तिक हरिबोधनी एकादशीको दिन प्रत्येक वर्ष मेला लाग्ने गर्दछ। सबैजनाले हाम्रो युट्युबलाई सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरिदिनु होला। र हाम्रो घुम्ने बानी देवीथान महादेवथानको छाप्री बजार बस्ने ठाउँ चाहिँ यहाँ बनाएको रहेछ यसैपालि मात्रै। ल हेर्न सक्छौ अब हामी करिब महादेवथान नजिकै आइसकेका छौँ। सबैजनाले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। आऊ गुटुङटुङ जिन्दगीमा। अब महादेवथानको नजिक आइपुग्यौँ। ठाडै उकालो सल्लाह देख्न सक्नुहुन्छ यस्तो। यात्रा सहजै हुँदैछ नि बडाबा। उकालो पनि ठाडै छ के महादेवथान करिब नजिक आइपुग्यो हामी। देख्न सक्नुहुन्छ यस्तो ठाडै उकालो। हजुर ल महादेवथान नजिक आइपुगेको छौँ हामी अब। महादेवथान पानीले बिजोग बनाएको अवस्था देख्न सक्छौँ यहाँहरू। पानीले बिजोग भइदियो, पानीले बिजोग भयो। देख्न सक्छौँ दर्शकवृन्दहरू, आज एकादशी हरिबोधनी एकादशी हाम्रो लागि हरिबिजोग एकादशी बनेर आयो। पानी बिजोग छ बिजोग। र देख्न सक्छु गाइजहरू पानी त यति साह्रो पानी पर्यो नि।
जुत्तालाई पानीमा चोबालेर हिँड्नु परेछ। अब भिजेको बेलामा के होटलतिर पसिरहनु है। यस्तै रहेछ जिन्दगी। बसेर जाउँ गाइज यो भिडियो पानीले त आज त दर्शन गरेर फर्किँदैछौँ हामी चाहिँ। घुम्ने पानी सेतीदेवी मन्दिर देख्न सक्छौँ हामी क्यामेरा नि घुमाइ घुमाइ देखाउने प्रयासमा छौँ। को आउँदै थिए पानीले गर्दा नि हेर्न सक्नुहुन्छ यहाँ यत्रो बल्बै चल्नुन्जेल पानी आएको छ। ल आज घुम्ने बानीको दृश्य यस्तो देखिरहेछ मौसमको कारण। मौसम खुलेको भए धेरै राम्रो दृश्य देखाउँला भन्ने सोच थियो, तर मौसम अनुकूल भएको कारण दृश्य खिच्न सकिएन। हजुर ल अब तल सानो थोरै भयो नि होटल देखिँदैछ। त्यो जस्तो ढुङ्गा थियो अरे भाले ढुङ्गा। बाँच्ने गर्थ्यो अरे, त्यो भएकोले चाहिँ लै भाले ढुङ्गा हो भनेको भनिन्छ है। हामी अहिले भालेढुङ्गा आसपास छौँ। देख्न सक्छौ अब हामी यी सबैजना भिजेर एकदमै जाडोले भएको छ। हरिबोधनी एकादशी होइन हाम्रो लागि हरिबिजोग एकादशी भएको छ। अब यहाँ होटल पसल देखियो, अब एकछिन आगो सागो तापेर तातो तातो झोल खाएर जाने कुरो गर्दैछौँ। रेम 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 पानी त गुलैभरि भाइ। सही राजा सही। हत्तेरी र यहाँ होटल पसल देख्न सक्छौँ। त्यही डिभिजनको बजार छ। आजको भिडियो यति नै। हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सबैले सब्सक्राइब गरिदिनु होला। एक लाइक कमेन्ट अनि सेयर गरिदिनु सबैलाई हार्दिक अनुरोध गर्दछु।